बेहडा बाबा धाम एक अत्यन्तै प्रसिद्ध र प्राचीन धार्मिक पर्यटकीय स्थल सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. 16 रामपुरमा पर्दछ। यो धाममा भगवान शिवको रूपमा पूजिने बेहडा बाबा शिवलिङ्गको लागि समर्पित छ। यहाँ हरेक वर्ष गङ्गा दशहराको अवसरमा 4 देखि 5 दिनसम्म ठुलो मेला लाग्दछ भने महाशिवरात्रिको अवसरमा मन्दिरमा विशेष पूजा, आराधना र भव्य धार्मिक कार्यक्रमहरू सञ्चालन गरिन्छ। यस अवसरमा बेहडा बाबा धाममा शिवलिङ्गमा जल चढाउन र पूजा गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतको उत्तर प्रदेशबाट समेत ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गर्छन्। बेहडा बाबाको दर्शन गर्नाले स्वास्थ्य, शिक्षा, सफल व्यापार, पारिवारिक सुख समृद्धि प्राप्ति हुने र विभिन्न सङ्कटहरू मोचन हुने जनविश्वास रहिआएको छ। धाम नजिकै सुन्दर बेहडा बाबा ताल र जङ्गल रहेको छ, जसले यस ठाउँलाई थप आकर्षक बनाएको छ। तालको किनारमा गुम्बज शैलीमा बनेको आकर्षक गङ्गा माताको मन्दिर पनि रहेको छ। यो धाम एकान्त र शान्त स्थानमा अवस्थित भएकाले ध्यान र प्रार्थनाको लागि उपयुक्त मानिन्छ।